आफ्नो आलोचनात्मक टिप्पणीहरूको लेखहरूको निरन्तरताको अपेक्षा गर्दछु। कयौं समालोचकहरूले आजभोलि रासोपाको भविष्य, देशको भविष्यसँग जोडेर रासोपाका क्रियाकलापलाई लिएर लेखहरू लेख्नु भएको छ। हामी पढिरहेका छौँ। हामी चाहन्छौँ त्यस्ता लेखहरू निरन्तर आइरहन्, अझ पेचिलो ढङ्गले आउन्, अझ खदिलो ढङ्गले आउन्, ताकि एउटा पनि गलत कदम चाल्नु अगाडि हामीलाई तपाईँको लेखले झस्क्याओस्, तपाईँको फेसबुक स्ट्याटसले झस्क्याओस्, तपाईँको अभिव्यक्तिले झस्क्याओस्। हामी मुलुकको हितभन्दा बाहिर गयौँ कि ट्र्याक छोड्यौँ कि भन्ने कुराबाट हामीलाई रोक्ने भनेकै तपाईँको आलोचना नै हो, तपाईँको समाचार नै हो, तपाईँको हेडलाइनहरू नै त हुन्, तपाईँका लेखहरू त हुन्, तपाईँका कार्यक्रमहरू नै हुन्। यिनलाई निरन्तरता दिनु होला र हामीले राजनीतिक रूपमा गरिने संवादहरूमा निरन्तर रूपमा बिस्तारै हाम्रा सांसदहरूलाई सहभागी गराउँदै जानेछौँ। अहिले हामी नै सुरुवाती चरणमा छौँ। हामीले जान्नुपर्ने, बुझ्नुपर्ने, सिक्नुपर्ने कामहरू धेरै छन्। हामी तिनलाई समायोजन गर्दै त्यसलाई व्यवस्थापन गर्दै हिँडिरहेका छौँ।